गाइज अहिले चाहिँ म टिकटकलाई र टिकटक सपलाई नै एकदम कम टाइम दिन खोजिरहेको छु किनभने वेदर पनि राम्रो छ होइन बाहिर जाने छोरीहरूलाई पनि त्यो एउटा मम गिल्ट प्यारेन्ट गिल्ट हुन्छ नि मजाले टाइम दिन नसकेको टिकटक सपमा अलिक धेरै नै भुलेको फेरि आफ्नो बिजनेस छ अब बिजनेसको सिजन पनि सुरु भयो होइन त्यो भनिरहँदा पनि सामानहरू देखिन्छ ओ यो सामान आएछ मार्केट हुन्छ नि टिकटक सपमा भन्ने हुन्छ लिन मन लाग्छ स्पेसली फर्निचर चाहिँ जोड्दा यो 2-3 हप्ता भयो होइन यस्तो टायर्ड भएँ म कुरा नगरौँ 2 दिनदेखिबाट त्यो ग्रिन हाउस जोड्दैछु ग्रिन हाउस चाहिँ चाहेरै लिएको हो होइन अनि कोल्याब इन्भाइटमा नि यति धेरै सामान छ मैले त्यो फिल्टर गर्न थालेको त धेरै नै भइसक्यो होइन जे पाए त्यही सामानहरू मैले गरेकै छैन जुन सामान चाहिँ काम लाग्छ बच्चाहरूको फर्निचर तिनीहरू आई विश मेरोमा आएको कोल्याब इन्भाइट मैले हजुरलाई दिन्थेँ भनेर मिल्दैन होइन कोल्याब इन्भाइटमा भएको सामान प्राय अप्रुभ गरिदिइरहेको हुन्छ कति चाहिँ अटो अप्रुभमै हुन्छ त्यो पनि मिल्दैन अब मैले भनेको हजुरलाई सिकाउने भनेको चाहिँ होइन सेलरहरूलाई मेसेज गर्नुहोस् सेलरहरू एक्टिभ हुने टाइम भनेको रातिको हुन्छ 11-12 बजे सुरुमा गर्दाखेरि सानो सामानबाट गर्नुहोस् ठुल्ठुलो ब्रान्डहरूले एकैचोटि दिँदैन फेरि कति ब्रान्डहरू कति सेलरहरू यस्तो राम्रो छ हजुरलाई सामान दिन थालेपछि दिइरहन्छ होइन पठाइदिइरहन्छ त्यही हो